डेडले कविता भनिराख्ने भए हुनाले हाम्री सानी पुतलीकोमा पनि किन छोड्ने भन्छिन्छ। सानी ज्ञानी भएर सुन है, डेडले भनेको बुझे है। मैले 4 लाइन मात्रै लेखेको छु, दोहोऱ्याउँछु है यसलाई। टाजना तिमी हाम्री सानी नानी, वाह वाह वाह, ज्ञाबाट तिमी धेरै ज्ञानी। हाम्रा आँखाकी नानी, स्कुल जाँदा हाँस्ने बानी। तिमीलाई देखेर सबै थकान मेटिन्छ, दिनभरिको थकान मेट्न सुनिल सानै भन्दै दौडिन्छ। फुपूहरूको के कुरा गरौँ, तिम्रै मायाले हामीसँग पनि भेट हुन्छ। नानी सधैँ स्वस्थ रहनु, नानी सधैँ स्वस्थ रहनु, निरोगी रहनु, खुसी रहनु, यही नै हाम्रो तिमीलाई जन्मदिनको शुभकामना। नानी जन्मदिनको धेरै धेरै शुभकामना। थ्याङ्क यू रेडी भन त।